चल्लाहरु त सबै उडेर गए नि। ए रोक न चल्लाहरु, रोक न, कता गएको तिमीहरु? म त थाके। अरे मिना के भयो तिमीलाई? अरे राहुल यता आऊ न, चल्लाहरु सबै कता हराइसके। हुन्छ मैले एउटा चल्लो भेटाइसके मिना। अरु चल्लोहरुलाई खोज मिना, म चाहिँ यो चल्लोलाई भित्र राख्छु। कता गए त चल्लाहरु? कहाँ गए होला नि त? ओहो राहुल यता आऊ न, चल्लाहरु त धुलो भित्र पसिसके। चलो छिटो आऊ न राहुल, छिटो। अरे मिना चल्लाहरु त सबै स्यालले खाए जस्तो छ। अब यो स्याललाई छोड्नु हुँदैन। जा मिना पासो लिन। छिटो हिँड। अब म एकछिन पासो बनाउँछु र त्यो स्याललाई आज कसरी रामदुलाई हान्नुपर्छ त्यो मलाई थाहा छ। छिटो आऊ रिना, नत्र यो भाग्न सक्छ। आज हाम्रो चल्लाहरु सबैलाई खाएको छ। अब आज यसको रामदुलाई हान्नुपर्छ। म चाहिँ एकछिन पछि आउँछु, एकछिन पर्खा है रिना। त्यहाँ चल्लाहरु पनि हेरेर आऊ है। अब चल्लाहरु 3 वटा मात्र बाँकी रहे। अरे राहुल हेर त यता, मैले डग लिएर आएँ। अब यो डगले चाहिँ स्यालसँग लड्नेछ र हाम्रो चल्लाहरुलाई सुरक्षित गर्नेछ। आहा कति राम्रो डग। अब यसले हाम्रो सुरक्षा गर्नेछ। रिना भन त तिमीले कहाँबाट ल्याएर आयौ? मैले किनेर ल्याएको हो राहुल। जाऊ त अब कुखुराको खोरमा बाँध। हुन्छ रिना, अब चाहिँ म बाँध्न गएँ, तिमी चाहिँ बस। यस्तै खालका भिडियोहरु हेर्न चाहनुहुन्छ भने मलाई सब्स्क्राइब गर्नु होला।